हेलो बिन्सा दिदी मेरो खस लाग्यो ल हिडमुला पहिला तिमी फ्लावर टिप्ने काम नगर ल मजदुरी गराउँदैछ हेलो हेलो लिटरली के हो यो सरु यो अफ गर्न केन्द्र बनाउँदा कपडा Hello guys. Hey discipline man. Hello Dai. Hello viewers. Samir. हेलो दाई गाडीमै सामान छ काटु नि लन्चसम्म पठाउँदैछौँ सरलाई मेरो भिडियोमा स्वागत छ कस्तो लागिरहेको हजुरलाई मलाई त एकदम राम्रो लागिरहेछ यस्तो दुर्गम ठाउँ हैन हजुर आएर अब स्वास्थ्य सेवा दिन पाइयो हैन हजुर धेरैजना मान्छेहरूले यहाँ प्रेसर पनि बढेको रहेछ हैन तर उनीहरूलाई थाहै छैन कोही मान्छेलाई त प्रेसर बढेको स्वास्थ्य चौकीबाट थाहा भएको छ तर औषधि चाहिँ खाइराख्नु भएको छैन हजुर काउन्सिलिङ पुगेको छैन उहाँहरूले हामीले राम्रोसँग काउन्सिलिङ गरेर जो औषधिहरू स्टार्ट गरिसक्यौँ कतिपय मान्छेहरूलाई त प्रेसर पनि के अरे सुगर पनि बढेको छ हैन तर औषधिहरू खाइराख्नु भएको छैन हाम्रो क्याम्पको साथीहरूले चाहिँ त्यो जिआरबिएस किटबाट पत्ता लगाइदिनु भएको छ उहाँहरूलाई हामी इन्भेस्टिगेसनको लागि फर्दर चाहिँ गोपा क्याम्प बोलाएको रहेछौँ हेलो दाई हेलो रिजन हामी कहाँ छौँ आज हामी ठाउँमा विषय हामी नाम्चे किन नाम्चे बजार चाहिँ होइन नाम्चे भन्ने ठाउँमा किन छौँ यहाँ हेल्थ क्याम्प त्यो ट्र्याक हेल्थ क्याम्प मेगा हेल्थ क्याम्प पानी खाँदैछौ यो चाहिँ हाम्रो इन्ट्री गेट हो हेलो सरु हाउ आर यु कस्तो लागिरहेको तिमीलाई हेलो दिदी वेलकम टु ब्लग युट्युबमा थ्याङ्क यू फर कस्तो लागिरहेको हजुरलाई ठाउँ त एकदम राम्रो छ होइन अब पेसेन्टहरू चाहिँ हजुर आउँदैछन् जस रमाइलो भयो गुड हेल्थ क्याम्प थ्याङ्क यू हेलो रमन दाई कस्तो लागिरहेको दाई मस्त सबभन्दा बेटर त मलाई यहाँ मौसम लागिरहेको छ हेलो दिदी कस्तो लागिरहेको दिदीलाई कतिजना हुनुभयो टन्नै हुनुभयो चाहिँ 70 जना नाइस अरू कस्तो केही भन्नु न यसको बारेमा आजको मेगा हेल्थ क्याम्प आज मेगा हेल्थ क्याम्पको बारेमा भन्नुपर्दाखेरि चाहिँ हामीले चाहिँ
खायौँ। अब त्यसरी पेसेन्टहरू आउँदै हुनुहुन्छ अनि हाम्रो सबभन्दा धेरै चाहिँ अर्थो डिपार्टमेन्टको र जेनरल प्र्याक्टिस जेनरल मेडिसिन हुनुहुन्छ, अरू चाहिँ अलिक कमै हुनुहुन्छ। त्यही हो सबैभन्दा बेस्ट एक्सपिरियन्स भइरहेको छ। सुरुचोरी है हजुरको कि पहिला पनि? सुरुचोरी गर्दैन। ठाउँको बारेमा भनिदिनु न यहाँको। ठाउँ त यति रमाइलो छ, यति रमाइलो राम्रो फुलहरू छ, हावा चलिरहेको छ, चिसो छ, कति गर्मी छ, धरान यहाँ धेरै जाडो छ, रमाइलो छ। हेलो निशा दिदी, सन्चै हुनुहुन्छ? छैन। कस्तो लागिरहेको छ भन्छ न, 2 शब्द भनिदिनु न हजुरको ल मेरो ब्लगमा। 2 शब्द ठगाइ लाग्यो दिदी होइन? लास्टै ठगिरह अर्जुन भाइको भ्लगमा आउन पाउँदा म आफैले एकदमै भाग्यवान ठानेको छु। त्यही हो 2 शब्द। म पनि एकदमै यहाँ दिदी आइदिनु भयो। अहिले चाहिँ हामी खाना खान जाँदैछौँ। सरू के गर्यो? मैले स्क्रिनिङ गर्न सिकेँ, अरू बिपी मेजर गरेँ। हो कस्तो रमाइलो भइरहेछ है? खानामा के होला ल गेस गर त। नन भेज र भेज छ अरे के? नन भेजको लागि चिकन भेज। तिमी नन भेज हो कि भेज? म नन भेज। कि ओ विवास यता हेर ल केटा, फोटो होइन भिडियो हेर्नु परेन भिडियो। यता हेर मुला ढलेर मर्यो भने अनि उसलाई चाहिँ हेल्थ यता हेर कि मुला मेरो लागि ल्याऊ। नाम्चे बजार होइन? हामी कहाँ जाँदैछौँ? ए नाम्चे बजार। कसलाई नभन्नु, नटिप्ने कुरा टिप्न भइरहेछ। रमन दाई यो फुलहरू नलग्ने एउटा लग्न सोचिरहेको छु। ल टिप्नु न, टिप्नु न एउटा चोराको भिडियो बनाऊँ कि? दाइ इलेक्सनको त दाइ एउटा तपाईँ फुल टिप्नु म भिडियो बनाउँछु। नचुर्नु हेर कोपिला, नचुर्नु हेर आफू लाग्दछ, नचुर्नु हेर औषधि दयार। नाउ हाम्रो चाहिँ अब आजको मेगा हेल्थ क्याम्प सबै सकिसकेको छ र हामी चाहिँ अब गोपा क्याम्पतर्फ लाग्दैछौँ नाम्चे बजारदेखि। दाइ आजको यसो समरी भनिदिनु न। समरी भन्नुपर्दा पहिला चाहिँ दाइलाई वेलकम टु द भ्लग। थ्याङ्क यू सो मच मेरो भाइ। ल भन्नु दाइ। आज बिहान आयो होइन, हजुर 10-11 बजीतिर। त्यति बेलादेखि चाहिँ खटेको छौँ होइन। यसो मौसम पनि लास्टै शीतल थियो होइन, तल चाहिँ गर्मीबाट आएको एक्कासी चाहिँ शीतल पाइयो होइन। मौसम पनि गुड थियो, पेसेन्ट फ्लो पनि लगभग हामी 300 जनालाई चाहिँ हेऱ्यौँ होइन। डिफ्रेन्ट डिपार्टमेन्ट्सहरू थियो होइन, गाइने अलमोस्ट 6वटा डिपार्टमेन्ट थियो होइन। इट वाज अ सक्सेसफुल होइन, ग्रान्डै भयो भनौँ न, खत्रै भयो। यो सबै कुराहरू राम्रो थियो, भाइहरू पनि केही सिक्न पायो है, तिमीहरू पनि रमाइलो पनि भयो, नयाँ ठाउँ थियो हाम्रो लागि नाम्चे। ल थ्याङ्क यू दाइ। र हाम्रो बस आइसकेको छ, अब चाहिँ हामी लाग्छौँ बाटोतर्फ। यो चाहिँ हाम्रो टिम हो आजको।